प्रणालीको विशेषताको आधारमा 2 जगत र 5 जगत प्रणालीको अध्ययन गरेका थियौं। दिएको अप्सनहरूमध्ये 5 जगत प्रणालीको विशेषता क्रम विकासको आधारमा वर्गीकरण गरिएको भन्ने सही उत्तर हुन्छ। यस्तै 6 नम्बर, भर्खरै निकालिएको आलो गुन्द्रुकलाई बिग्रन नदिन र लामो समयसम्म भण्डारण गरेर राख्न के गर्नुपर्छ? घाममा धेरै सुकाउनुपर्छ कि छायामा सुकाउनुपर्छ? निश्चित प्रतिशत ओस कायम हुने गरी सुकाउनुपर्छ? बट्टामा राम्ररी राख्नुपर्छ? भर्खरै निकालिएको आलु गुन्द्रुकलाई बिग्रन नदिन सुक्खा संरक्षण अर्थात् घाममा धेरै सुकाउनुपर्छ। प्रश्न नम्बर 2, फरक लेख्नुहोस्। पहिलो, ब्याक्टेरिया र भाइरस। अब हामीले हेर्न सक्छौं सजिलै ब्याक्टेरिया र भाइरस बीचको फरक। ब्याक्टेरिया यो एक कोषीय सजीव हो भने भाइरस यसलाई चाहिँ सजीव र निर्जीव बीचको कडी मानिन्छ। यसले सजीव र निर्जीव दुवैको गुण देखाउन सक्छ अर्थात् देखाउँछ। 2, ब्याक्टेरियाको आकार भाइरस भन्दा ठूलो हुन्छ भने भाइरसको आकार अति नै सूक्ष्म हुन्छ। 3, ब्याक्टेरिया उपयुक्त वातावरणमा आफै वंशवृद्धि गर्न सक्छ तर भाइरसले वंशवृद्धि गर्न अर्को जीवित कोष अर्थात् होस्ट सेल चाहिन्छ। यस्तै दोस्रो प्रश्न, फरक छुट्याउने। 2 जगत प्रणाली र 5 जगत प्रणाली। 2 जगत प्रणालीको विकास क्यारोलस लिनियसले गरेका हुन् भने 5 जगत प्रणालीको विकास आरएच व्हिटेकरले गरेका हुन्। विद्यार्थी भाइ बहिनीहरूलाई 1 नम्बरको प्रश्नमा पनि सोध्न सक्छन्। सोधिरहेको छ 2 जगत प्रणालीका प्रणेता, 5 जगत प्रणालीका प्रणेता। हामीलाई त्यहाँ पनि यो कुरो काम लाग्छ। 2, यसमा सजीवलाई 2 भागमा मात्र बाँडिएको छ अर्थात् 2 जगत प्रणालीमा 2 भागमा बाँडिएको छ सजीवलाई भने 5 जगत प्रणालीमा सजीवलाई 5 भागमा बाँडिएको छ। 3, 2 जगत प्रणालीमा प्रोकारियोटिक र युकारियोटिक जीवहरूलाई छुट्याइएको छैन भने 5 जगत प्रणालीमा कोषको बनावट र जटिलताको आधारमा जीवहरूलाई स्पष्ट रूपमा छुट्याइएको छ। अब नम्बर 3, कारण दिनुहोस्। क, भाइरसलाई सूक्ष्म कण भनिन्छ तर जीव भनिदैन किन? यसको उत्तर हुन्छ किनभने भाइरसमा निश्चित कोषीय बनावट हुँदैन, कोषको निश्चित बनावट हुँदैन र यसले कुनै जीवित कोष बाहिर सजीवको लक्षण देखाउन सक्दैन, त्यसैले यसलाई सूक्ष्म कण भनिएको हो। ख, सडे गलेका खानेकुरा खानु हुँदैन किन? किनभने सडे गलेका खानेकुरामा हानिकारक सूक्ष्म जीव र विषाक्त तत्त्वहरू हुन्छन् जसले गर्दा